कुरा बुझे कि दिए गरौँ 20 वर्ष पुगे यति राम्रो कानुन बन्या छ नबुझेर बालविवाह गरियो त्यही भएर दुःख पाइया छ नबुझेर बालविवाह गरियो त्यही भएर दुःख पाइया छ बालबालिका 20 वर्ष पढौँ 20 वर्ष पढौँ आत्तिएर बालविवाह नगरौँ यति राम्रो कानुन बन्या छ नबुझेर बालविवाह गरियो त्यही भएर दुःख पाइया छ नबुझेर बालविवाह गरियो त्यही भएर दुःख पाइया छ यो उमेरमा